नमस्कार सबैजनालाई। म चाहिँ आज के भन्न आएको भने के अरे 83-84 को यो बजेट भाषण पछाडि मलाई चित्त नबुझेको कुरा, मलाई मात्रै होइन सबैजनालाई चित्त नबुझेको कुरा, आम जनताहरूलाई नै चित्त नबुझेको कुरा के छ भनेदेखि के अरे सरकारले अहिले 50 युनिटभन्दा माथि के अरे भ्याट लगाउनु भएको छ। भ्याट लगाउनु कर लगाउनु भएको छ। यस्तो तरिकाले हरेकचोटि नेपालमा के अरे इन्धन छ भनौँ है, ग्यास पनि आधी दिएको छ, आधी भइरहेछ, त्यो छ। अर्को कुरा भएन 50 युनिटदेखि माथि भ्याट लगाउने भन्नुहुन्छ। 50 युनिट त त्यसै नै हुन्छ। खाना पकाउनु पर्यो बिजुलीमै, गाडी चार्ज गर्नु पर्यो बिजुलीमै, के अरे गर्मी हुन्छ। अब गर्मी यस्तै छ, तराईको गर्मीहरू धेरै गर्मीहरू छ। गर्मीले गर्दाखेरि चाहिँ एनी टाइम पङ्खा चलाउनु पर्ने अवस्था हुन्छ। पङ्खाले पनि कतिपय ठाउँहरूमा भ्याउँदैन। त्यो कारणले गर्दाखेरि म के भन्न चाहन्छु भने 50 युनिट भनेको के अरे कति पनि होइन। एउटा घरको लागि 200-250 युनिटसम्म बल्छ भनेपछि अनि त्यति भए सरकारले कर लगाइदियो भने भोलि मारमा पर्ने त को जनता पर्छ। जताबाट पनि जनता नै पर्ने हुन्छ त। जुन सरकार आए पनि लास्टमा हुने चाहिँ केही रहेनछ कि यही नै रहेछ भन्ने हामी जनताले बुझ्नुपर्ने अवस्था आएछ होइन। अर्को कुरा के भने यो हामीलाई 50 युनिटमा चाहिँ हामीलाई बिजुलीको कर खारेज गर्नु पर्यो। यो व्यवस्था लागू हुनु भएन। अर्को कुरा के रह्यो भन्नुहुन्छ भने 3टा क्षेत्रमा छ मान्छेलाई के अरे जनतालाई शास्ति परे। के अरे विद्युतमा भयो अनि शिक्षामा भयो। यो कारणले गर्दाखेरि शिक्षामा पनि त्यस्तै नै अवस्था आइरहेछ। आइतबार छुट्टी दिएको छ, यो पनि खारेज गर्नु पर्यो। सरकार समक्ष के भन्न चाहन्छौँ भने जनताहरू कतिपय स्कुलहरूमा कति अन्यलमा परिरहेका हुन्छन्, के अरे अन्यलमा परिरहेकै छौँ हामी पनि। बच्चाहरूलाई 5 दिन जम्मा हप्तामा 5 दिन स्कुल लाग्छ, त्योमा पनि 2 दिन स्कुल आएर 3 दिन छुट्टीको अवस्था पनि कुनै महिनामा त्यस्तो पनि आउँछ पनि। र बच्चाहरूको पाठ्यक्रम पनि सकिँदैन, उनीहरूलाई धेरै गाह्रो हुन्छ। र यो आइतबारको दिन चाहिँ के अरे सरकारले यो खारेज गरोस् भन्ने मेरो मात्रै होइन धेरै प्यारेन्ट्सहरूको के अरे कुरा आइरह हुनाले मलाई पनि चित्त नबुझेको कुराले गर्दाखेरि मैले भन्न बाध्य भएर मैले भनिरहेको छु। अनि अर्को कुरा के भनेदेखि सरकारमा निजी विद्यालयलाई कर खारेज गर्नु पर्यो। कर लगाउने त कस्तो कर लगाउने? हामीले विद्यार्थीले कर फी तिरेन त कर लाग्छ। फी नतिरेपछि उनीहरूले कर आफ्नो गोजीबाट झिकेर त दिँदैन, स्कुलले दिने गरेको छैन। त्यही भएर जहाँबाट पनि अभिभावक नै मारमा पर्ने, के अरे जनता नै मारमा पर्ने यो अवस्था नआओस् सरकार समक्ष म यही भन्न चाहन्छु। र यो आइतबारलाई खारेज गर्नु पर्यो। हाम्रो जनताको अधिकांश जनताको माग यही हुन्छ। अर्को कुरा भएन के अरे विद्युत महसुलमा भ्याट पनि हटाम। अर्को कुरा भएन आइतबार खारेज गरेर के अरे स्कुल विद्यालयहरू सबै लगाम। कुन क्षेत्रलाई कतालाई असर गर्दैन, त्यो क्षेत्रलाई बन्द गरे पनि केही हुँदैन। तर विद्यालय क्षेत्र एकदम सेन्सिटिभ क्षेत्र भएकोले गर्दाखेरि यो विद्यार्थीहरूको भविष्य अन्यलमा भए जस्तै भइसकेको छ। किनभने आइतबार सरकारले त छुट्टी गर्यो नि त इन्धनको लागि, पेट्रोलको लागि भनेर उनीहरूले आइतबारलाई छुट्टी दियो। तर घुम्न जाने पनि गइरहेछ, घुमिरहेछ, डुलिरहेछ। तर यहाँनिर त कुनै इन्धन त बचत त भएन नि त। स्कुल यो त के देखियो सरासर भन्दाखेरि के अरे कामचोर जस्तो के। अब स्कुल लगाइराखेको स्कुललाई पनि के अरे छुट्टी दिएछ घुम्नलाई। 1 दिनले नपुगेर 2 दिनलाई छुट्टी दिए जस्तै भएको छ। अब हुन त हाम्रो छोराछोरी हामीसँग बस्दाखेरि हामीलाई कुनै गुनासो थिएन, हामीसँग बस्दा पनि। तर के भने उनीहरूको पाठ्यक्रम के अरे कम्प्लिट हुँदैन। त्यही भएकोले गर्दाखेरि सरकारसँग म धेरैभन्दा धेरै के भन्न चाहन्छु भने हामी प्राय नेपालीहरू सबैजनालाई यो चित्तबुझ्दो कुरै नै भएको छैन। यो 50 युनिटदेखिको माथिको भ्याटलाई पनि खारेज गरौँ, यो पनि सहुलियत छैन। अर्को कुरा आइतबार पनि स्कुल लगाम म यही भन्न चाहन्छु। र सरकार समक्ष पनि म यही भन्छु